हेलो हेलो नमस्कार सम्पूर्ण यहाँहरूलाई स्वागत छ मैले यस्तो छ। फाइनली अहिले चाहिँ ल लाग्यो होइन त मिठो छ। हेलो हेलो नमस्कार सम्पूर्ण यहाँहरूलाई स्वागत छ मालिसको युट्युब च्यानलमा। कृपया लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। सब्सक्राइब गर्न अलिक कन्फ्युजै गराउनु भएको छ। मैले पनि या त युट्युबको नयाँ यात्रा सुरु गरेको छु। यो मेरो दोस्रो भिडियो हो। कृपया सब्सक्राइब नभुल्नु होला है त, हेर्दै गर्नु होला। के गरिन्छ आजको यात्रा। अहिले चाहिँ म रेस्टुरेन्टमा सागसब्जी आएको छ। आज छुट्टी हो, त्यही पनि सागसब्जी आएको हुनाले म राख्न चाहँदैछु। कृपया हेर्दै गर्नु होला, म देखाउने वाला छु। बाहिर चाहिँ घाम यति साह्रो लागिरहेछ। आज बाहिरको माहौल यस्तो छ। यो चाहिँ हाम्रो दरबार हो। गाडी हो। त्यसै साथीहरू अब रेस्टुरेन्ट हो। रेस्टुरेन्टमा यस्तो छ, बाँस छ, फुल छ। साग सब्जी पनि आइसकेको छ। त्यहाँ दिन्छ त्यस्तो चाहिँ हेर्दै गर्नु होला है। म यसो गर्मी हुन्छ साग सब्जी आएछ। अरू छ भोलिको लागि तयारी। गाह्रो छ हौ, गाह्रो छ। त्यहाँ प्याक गरेर आइस बक्समा राख्नुपर्छ। जुनी भरिला रेस्टुरेन्टमा काम गर्ने साथीहरूको कसले हेर्दै हुनुहुन्छ कृपया कमेन्ट गर्नु होला। यो तरिकाले कसले काम गर्दै हुनुहुन्छ, सब्जी राख्ने सही तरिका हो कि होइन। मेरो चाहिँ यस्तो छ यो तरिका। अब यसले चाहिँ मलेसियामा काम्पुङ सावी भन्छन् है। फेरि अर्को यसले चाहिँ काङ्कुङ। यो चाहिँ यहाँ यो रेस्टुरेन्ट विशेष गरी सीफुड टम याम कोही बिहुन कोही तेलमा प्रयोग हुन्छ, नास्टी लामामा प्रयोग हुन्छ है। यस्तो छ।
याम हाम्रोतिर पिँडालु यक्सी भन्छ, पोइचो, मी, तरुङ, भेन्डी, यो टाउके, फिस्के, यहाँभित्र छ लेमन, कचाङ पन्चाङ, बिन लङ बिन पनि भन्छ, एनानस हुन्छ, पाइनएप्पल, फिसबल है। यो चाहिँ छाई भाइ चाय पनि भन्छ, ज्यापुन पनि भन्छ, साउरी। यो चाहिँ कागतीको पत्ता हो, यो प्याज हो, टमाटर हो, यो क्यारोट, क्याप्सिकम, यो खोर्सानी टन्न छ। यो चाहिँ यतापट्टि कस्टमर बस्नेदेखि लिएर खानेदेखि लिएर उता क्यासियर, उता बार छ। हरेक कुराहरू यहाँ चाहिँ पुरानो फिस केक, केक गयो फिस बल, यो राख्नु पर्छ, गाह्रो छ गाह्रो छ। धन छरिँदैन लागेको ममै मरिँदैन। त्यस्तो न्युट्रन लेमन कसले भन्छ कुइटेउ, कसले भन्छ मी, कोता खातुन। फेरि चाहिँ कोल्ड ड्रिङ्क्सहरू राख्ने। फाइनली सबै सामान आइसक्यो। म चाहिँ फाइनली रुम आइपुगेको छु। खासै टाढो छैन, 1 मिनट छ। यो हाम्रो त्यही छ। चाहिँ फाइनली आएर पनि फेरि दाल पाक्दैछ। ल है मित्रहरू, लन्च चोचेर आयो। यता दाल भातहरू छ। ढिँडो टक्क गर्नुपर्छ, झ्याप्प। ल लाग्यो होइन त, मिठो छ। यो चाहिँ मेरो म्याप। आजको लागि दिन मित्रहरू, अर्को भिडियोमा भेट्ने बाचा साथ छोड्नुहोला। प्लिज लाइक, सेयर, सब्सक्राइब चाहिँ गर्नुहोला है।